हेलो साथीहरू वेलकम टु माई न्यू ब्लग। अहिले बिहानको 5:20 हुँदैछ अनि अब चाहिँ म जुम्बा क्लास जान लागेको। सी यु देयर, बाई। हेलो दाई, नमस्ते। हेलो दिदी। किन यहाँ बस्नु भएको? आउनु भएको छैन? ल ल आज त जिम पुरै खाली छ त। हेलो दाई, नमस्ते। ल हो र के चाडपर्व त आज छैन। छैन, जाँदै गऱ्यो माथि। दाई अलिक बिचमा आउनु है, भिडियो बनाइदिनु। ल ल हामी चाहिँ माथि जाँदैछौँ। यो पुरै अँध्यारो रहेछ, यसलाई म उज्यालो बनाउँदैछु। ल उज्यालो भयो क्या। ल आज कोही आउनु भएको छैन, दिदीहरू कहाँ जानुभएछ? दिदीहरूको डिस्कसन हुँदैछ, हेर्नु। ल हाम्रो दिदी नाच्नु हुँदै। ल यहाँ दिदी हाँस्नु हुँदै। राइनी डन मे हुडन। म चाहिँ भोटे डन। म चाहिँ तामाङ डिओयन। एकजना दाइ ऊ माथि पुलअप। ल हाम्रो दिदीहरूको डिस्कसन हुँदैछ। ल के कुरा चाहिँ थाहा छैन। मेरो आशीर्वाद छ, मेरो आशीर्वाद छ दिदीहरूलाई ठुलो ठुलो हुनु अर्को वर्षमा। ल ल ठुलो ठुलो भएर आउनु। होइन ठुलो भएर आउनु। बाई दाई, ह्याप्पी न्यु इयर। अर्को वर्ष भेट्छ अब सबजनालाई, अर्को वर्ष भेट्छु। ल मैले चाहिँ यहाँ ब्रेड लिन आएको थिएँ, ब्रेड पनि लिएँ। अर्को ठुलोवाला नरहेछ, त्यो सानोवाला ब्रेड लिएँ मैले। म चाहिँ घर छेउमा आइसकेको छु, हाम्रो घर छेउको मन्दिर शिव मन्दिर। ल म चाहिँ घर आइसकेको छ, हेर्नु होइन। क्लास सकियो, घर आएँ। अब एकछिन रेस्ट गर्छु अनि उठेर ब्रेकफास्टहरू गर्छु। हेलो, यहाँ चाहिँ नेक्स्ट डेको भ्लग हो होइन। म एकै दिनको चाहिँ फुल भ्लग दिन सक्दिनँ, किनभने बिहान म जिम जाने घर आउने, अनिखेर जिम जाने घर आउने मात्रै हुन्छ, त्यही भएर फुल भ्लग हुन सक्दैन एक दिनमा। ल म चाहिँ अहिले जिम आइसकेको छु। सी यु आफ्टर क्लास। बाई। नाना हजुर पनि तामाङ हो? ए नानै भन्छ है, नाना। आङा म त आउनु भएन होला, तपाईँ हुने सु होइन कि यो फुल देखाएर यहाँ काट्नु है। अनि गर्ने बित्तिकै यस्तो गर्नु है सबैले। है तल 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 1 2 3 हतारै हुन्छ फेरि होइन। लास्ट लास्ट हुन्छ नि त, लास्ट चाहिँ फुल्ला। मलाई लप पर्यो क्या भन्दै थियो त बहिनीले। हो कि क्या हो है तामाङसँग? कोही पनि छैन भाइ, त्यस्तो त होइन होला, के थाहा। अहिले भडकमा आउँछ हजुर, म्यामको भडकमा आउँछ। यस म भनिदिन्छु। घर बस्थेँ नि। होइन म भोइस ओभर गर्छु। हाम्रो दिदी लाउनु है। तरकारी लिन आमा नि। ओइ ऊ त्यहाँ जार एउटा मेरो पाल परेर जार लिएर आउनु न भाइ। खै त दाइ त। ल म चाहिँ घर आइसकेको छु। यहाँ क्लास सकिसक्यो त। घर आइसकेको छु। अहिले ममा अघि ल्याउन भ्याएन। त्यही हो हाम्रो डेरी। ल पुरानो भ्याउँछ कि नै? ल बाई।
त्यो भनिहाल्नु है सरलाई ल बाई बाई बेबी ओके मैले चाहिँ दुध लिइसकेको छु हाम्रो रिसाइड डेरीबाट अब अघि आउँदा म स्कुटीमा आएको थिएँ मेरो बेबी हस्बेन्डसँग अनि अब चाहिँ म हिँडेर कृपया 2 जना लगाएको छु दुध लिएर नजिकै छ यहाँबाट 2 मिनट त होइन कति लाग्छ यहाँबाट 5 मिनट जति लाग्छ हिँडेर त ल म चाहिँ एकैचोटि 2 लिटर ल्याउँछु होइन ल्यायो भने 3-4 दिनलाई पुग्छ आनन्दले बिहान 1 ग्लास बेलुका 1 ग्लास खान्छु अनि आनन्दले पुग्छ मलाई यो 2 लिटर दुधले ब्रेड लिन आएको मेरो दाइकोमा लास्ट पिस मात्रै बाँकी रहेछ लकी हिजो पनि मलाई फिस अनि चिकन ल्याइदिनु भएछ वाउ माई फेभरेट अनि यो चाहिँ चिकन अनि यो चाहिँ फिस कटलेट थ्याङ्क यू सो मच बेबी अहिले दिउँसोको 1-2 बजिसकेको छ अनि आज चाहिँ म क्लासबाट आएर रेस्टै गरेको छैन क्या अब चाहिँ म एकछिन रेस्ट गर्छु त्यसपछि उठेर खानासाना खाएर क्लासतिर जान्छु ओके थ्याङ्क यू सो मच साथीहरू यहाँसम्म मेरो भ्लग हेरिदिनु भएकोमा सी यु इन माई नेक्स्ट भ्लग बाई बाई टेक केयर